माथि ओइ टाउकोमा लाग्छ जस्तो छ यार बिस्तारै झर् माथि एउटा आँप झार्दैछ पुरै झर्दैछ अब खोर्सानी र नुन देखाउ त अब यहाँ हामी चाहिँ पुरै हाम्रो बचपनको याद आयो सानो हुँदा हामी पनि यसरी नुन खोर्सानी लिएर आउँथ्यौँ होइन यही बगैँचा हो पहिला पुरै आँपको बोट लिचीको बोटहरू थियो यहाँ अनि आजको केटाकेटीहरू पनि त्यसरी हामी जसरी आइरहेको रहेछ यो अनुहार देख्छ नि आँपको मालिकले तिमीहरूलाई पक्रिन्छ नि लु यो ल्याउ त एउटा आँप ल्याउ त छिटो माथि चढिरहेको छ झर्छ है भाइ बिस्तारै गर ल धन्यवाद अब यो चाहिँ म हान्छु होइन पखालेर नुनसँग हान्नु पऱ्यो पानी ल्याउ त पानी अलिकति हाल त कान्छ यहाँ अलिकति पखाल्छु म ल ल भयो कस्तो रहेछ हेरौँ है त यहाँ मलाई खिच मलाई खिच्यो आमा अब बाइक लिनु आँटेँ म त्यो नुनसँग यहाँ देखाइदेऊ आमा दामी भयो दुईटा धुलो खोर्सानी दुईटा खोर्सानी छ अब वकमा हिँड्दैछु दामी हुने सब्सक्राइब गरिदिनु होला पहिलाको याद आयो क्या हामी यहीँ आउँछौँ नि त बगैँचा यही हामी आउने यसरी आउँछौँ क्या आम्मा म खाइदिन्छ अरे डल्ले